सो आजको यो सानो प्रेस ब्रिफ गान्तोक डिस्ट्रिक्ट पुलिसको तर्फबाट जुन चाहिँ भोलि हुनु गइरहेको अनरेबल प्राइम मिनिस्टरको भिजिटको बारेमा छ। यसमा स्लाइड चेन्ज के भएको छ भन्दाखेरि चाहिँ प्रोग्राम चाहिँ प्रिपोन भएको छ है, अलमोस्ट बाई 1 आवर। सो त्यसले गर्दाखेरि जति पनि हाम्रो अरेन्जमेन्ट छ त्यो पनि सिफ्ट भएको छ। त्यही तरिकाले पब्लिकको मुभमेन्ट पनि अकर्डिङली हामीले चेन्ज गर्नुपर्ने भएको छ है। सो तपाईँलाई भन्न चाहन्छु कि अब नयाँ जुन चाहिँ टाइमिङ छ यो चाहिँ भोलि बिहान अनरेबल प्राइम मिनिस्टर बागडोगराबाट चाहिँ 9:05 उड्नुहुन्छ चप्परमा है। सो यहाँनिर चाहिँ 9:45 ल्यान्ड हुनेवाला छ। सो 9:45 ल्यान्ड भएर चाहिँ रिसेप्सन सकेवरी पाल्जो स्टेडियम आइपुग्दाखेरि 10 बज्नेवाला छ। जुन चाहिँ यहाँको प्रोग्राम छ त्यो प्रोग्राम चाहिँ 10 बजीदेखि लिएर चाहिँ तपाईँको 10 बजीदेखि लिएर 11:30 प्रोग्राम हुनेवाला छ। 11:30देखि 11:45 चाहिँ एउटा क्लोज डोर मिटिङ छ प्राइम मिनिस्टर साहबको। अनि त्यहाँदेखि 11:45 यहाँबाट डिपार्चर भएर तल लिभिङ हेलिप्याड पुगेपछि चाहिँ लिभिङ हेलिप्याडबाट चाहिँ 12 बजी डिपार्चर फर अलिपुरद्वार है। सो त्यसले गर्दाखेरि जुन चाहिँ हिजोको प्रोग्राम थियो, हिजोसम्मको जुन चाहिँ प्रोग्राम थियो त्यो भन्दाखेरि चाहिँ प्रोग्राम हेज बिन प्रिपोन्ड बाई 1 आवर है। सो त्यसले गर्दाखेरि जति पनि हाम्रो डिप्लोइमेन्ट छ प्लस पब्लिक आउने टाइमिङ छ त्यही तरिकाले चेन्ज भएको छ। न तपाईँले सबै एडभाइजरी त पढिसक्नु भएको छ, जुन चाहिँ मैले लेखेको छ कि बिहान 9 बजीसम्म चाहिँ सबै रुट क्लोज हुन्छ भनेर। अब यो प्रिपोन्डले गर्दाखेरि चाहिँ भोलि बिहान 8 बजी हामीले जुन चाहिँ ग्रिन कोरिडोर सेटअप गर्नुपर्ने हुन्छ है। ग्रिन कोरिडोर भनेको चाहिँ तपाईँको 8 बजीदेखि चाहिँ तपाईँको तल गुरुद्वारा फाटक जुन चाहिँ छ गुरुद्वारा त्यहाँ बन्द हुन्छ। त्यहाँदेखि तपाईँ माथि आउँदाखेरि फरेस्ट सेक्रेटेरिएटको रोड, देउराली रोड पश्चिमपट्टि रोड, सियारी रोड, माथि घिर्लिङ देउराली गुम्पा जाने रोड भयो। त्यहाँदेखि माथि गएर नामनामको फाटक भयो। त्यहाँदेखि अझै माथि गएर डेन्जोङ फाटक, आरिथाङ फाटक, पिएचक्यूको अगाडि तल चर्च रोड जाने बाटो, बजार जाने बाटो, अन्त माथि जिआइसिआई मनन केन्द्रको जुन चाहिँ फाटक सबै बन्द हुनेवाला छ। यो चाहिँ बिहान 8 बजी अनवर्ड सबै बन्द हुनेवाला छ है। त्यसको मतलब जति पनि पब्लिक 8 बजीभन्दा अगाडि आउनुहुन्छ उहाँहरूको लागि हिजो जुन चाहिँ हामीले भनेको थियो सेम अरेन्जमेन्ट हो। जेनरल पब्लिक जो पनि आउनुहुन्छ तपाईँहरू हस्पिटल डाँडा तल आएर राङ्का स्ट्यान्डमा झरेर त्यहाँबाट हेरेर जान सक्नुहुन्छ, तल गएर हिल साइड ग्यालेरीमा है। सिमिलरली मिनिस्टर साहब, एमएलए साहबहरूको पाल्जो स्टेडियमको अगाडि हुन्छ, उहाँहरूको पार्किङ तल फ्याकल्टी यहाँ हाम्रो रिजर्भ लाइन्समा हुन्छ। त्यही तरिकाले एचओडिजहरू पनि पाल्जो स्टेडियम अगाडि रोकिवरी उहाँहरूको पार्किङ चाहिँ माथि एसएनटी या त पिएनजी रोडमा हुन्छ। अरू अफिसर्सहरूको लागि चाहिँ ड्रप डाउन चाहिँ ड्यू पोन्टको त्यहाँ हुन्छ, त्यहाँबाट त्यो एमएम रसाइली रोड हुँदै तल हाम्रो डिएसी ग्याङटोक या त प्राइभेट पार्किङ त्यसको छेउमा त्यहाँ पार्किङ हुनेवाला छ है। तपाईँको बिहान 8 बजी सकेर चाहिँ उता चाहिँ कम्प्लिटली ग्रिन कोरिडोर भएपछि यो बिचमा चाहिँ मुभमेन्ट कसलाई अलाउ हुन्छ भन्दाखेरि जो बाहिरबाट पब्लिक आउँछ उहाँहरूलाई ढिलो भयो भने आम्दो गोलाइदेखि लिएर हाम्रो सिलगढी ट्याक्सी स्ट्यान्डसम्म चाहिँ त्यहाँ बस राखेको हुन्छ। त्यो बसमा चढ्यो भने त्यो बस चाहिँ हस्पिटल डाँडासम्म आउँछ। अन्त त्यहाँबाट मान्छेहरूलाई झारेर मान्छेहरू तल पाल्जो स्टेडियम जान सक्नुहुन्छ। सिमिलरली नर्थबाट आउने मान्छेहरूको लागि चाहिँ माथि जिआइसिआई 0 पोइन्टदेखि लिएर चाहिँ बिल्डिङ्सको जुन चाहिँ डिपार्टमेन्ट अफ बिल्डिङ्सको चाहिँ जुन चाहिँ अफिस छ त्यहाँसम्म गाडी राखेको हुन्छ, त्यहाँबाट तपाईँहरू जान सक्नुहुन्छ। यसको अलावा जेनरल पब्लिकको लागि जुन चाहिँ पार्किङ छ यो चाहिँ हामीले गार्ड्स ग्राउन्ड भयो तल डेभलपमेन्टपट्टि यहाँ सब पनि अरेन्ज गरेको छ है। सो त्यसले गर्दाखेरि जो पनि पब्लिक आउनुहुन्छ भोलि प्रोग्रामको लागि तपाईँहरूको चाहिँ बिहान अराइभल बिफोर 8 AM हुनु पऱ्यो। बिट्विन 8 AM to 9 AM चाहिँ हामीले यो बसेसको अलिकति प्रावधान राखेको छ ताकि जो लेट आएको छ उहाँहरूको लागि चाहिँ जुन चाहिँ अरेन्जमेन्ट यो तरिकाले गरेको छ है। न यसको अलावा चाहिँ इम्पोर्टेन्ट के कुरा छ भन्दाखेरि नम्बर 1 चाहिँ जुन चाहिँ प्रोग्राम सक्छ 11:30 जब प्राइम मिनिस्टर साहब स्टेजबाट निक्लिनुहुन्छ त्यति बेलादेखि आधी घन्टाको लागि चाहिँ जो पनि ग्राउन्डभित्र छ, हिल साइड ग्यालेरी, नर्थ ग्यालेरी, वेस्टर्न ग्यालेरी जहाँ पनि हुनुहुन्छ तपाईँ आधी घन्टा त्यहीँ बस्नु पऱ्यो। किनभने प्राइम मिनिस्टर साहबको एउटा क्लोज डोर मिटिङ छ है 15-20 मिनटको। प्राइम मिनिस्टर साहबको जब कार्केट यहाँबाट मुभ भएर लिभिङ हेलिप्याड पुग्छ त्यसपछि मात्रै पब्लिकहरू चाहिँ जो पनि छ ग्राउन्डभित्र उहाँहरू एक्जिट गर्नु सक्छ। यसको लागि हामीले अनाउन्समेन्ट राखेको छ। अनाउन्समेन्टमा बारम्बार अनाउन्स भइरहन्छ कि तपाईँहरूलाई कसरी एक्जिट गर्नुपर्ने भनेर है। सो यो चाहिँ फर्स्ट एन्ड फरमोस्ट इम्पोर्टेन्ट कुरा। सेकेन्ड कुरा, हिजो होम डिपार्टमेन्टले अलरेडी अर्डर निकालिसकेको छ जुन चाहिँमा चाहिँ तपाईँको स्कुल्स र जति पनि अफिसेस छ गान्तोक एरियामा रानी पुलदेखि माथि सबै क्लोज हुनेवाला छ। त्यसले गर्दाखेरि मुभमेन्ट एकदमै कम्ती हुनेवाला छ है। न यो जुन चाहिँ हामीले ग्रिन कोरिडोर बनाउँछौँ
यो 8 बजीदेखि मतलब सुरु भएर चाहिँ जब 9 बज्छ 9 बजीदेखि उता चाहिँ न त बसेस न त कुनै पनि गाडी यो कोरिडोरमा हिँड्नेवाला छ है। तपाईहरु अगर इमर्जेन्सी मेडिकल इमर्जेन्सी छ भने हाम्रो जति पनि यो ब्लक गरेको बाटो छ त्यहाँनिर हाम्रो पुलिस कर्मचारीकोमा इमर्जेन्सीको बोर्ड हुन्छ र प्रिन्ट आउट हुन्छ। मेडिकल इमर्जेन्सी छ भने त्यो गाडीमा चाहिँ हाम्रो पुलिस कर्मचारी नै पसेर मेडिकल बोर्डको अगाडि इमर्जेन्सी लगाएर चाहिँ तपाईहरुलाई हस्पिटल तरफ लाने हामीले अरेन्जमेन्ट गरेको छ है। नाउ यसको अलावा चाहिँ अरेन्जमेन्ट हेर्नु पर्दाखेरि हामीले यो एन्टायर जुन चाहिँ छ लिभिङ हेलिप्याडदेखि लिएर पाल्जो स्टेडियम जुन चाहिँ एन्टायर रुट छ यसलाई चाहिँ भेरियस जोन्सहरुमा डिभाइड गरेको छ है। त्यो जोनको अन्डरमा सेक्टर त्यसको मुनि सब सेक्टर। सो जोन जति पनि छ त्यो जोन्सहरु चाहिँ हामीले सिनियर एसपी या त एसपी र्याङ्कको अफिसरलाई दिएको छ है। सिमिलरली सेक्टर चाहिँ डिएसपी या पीआई र्याङ्कको अनि सब सेक्टर चाहिँ सब इन्स्पेक्टर र्याङ्ककोलाई दिएको छ। उहाँहरु चाहिँ अफिसरहरु हुनुहुन्छ अलोङ द रुट। उहाँहरुको मुनि चाहिँ हामीले तकरिबन 1000 जवान्सहरु पनि छ जोहरु चाहिँ यो डिप्लोयमेन्टमा सामेल हुनु भएको छ। सो हेलिप्याडको सेक्युरिटी पनि पुरा कम्प्याक्ट छ। जुन चाहिँ रुट हुन्छ रुटमा तपाईको लिभिङ हेलिप्याडदेखि लिएर पाल्जो स्टेडियमसम्म जो रुट लाइनिङ भन्छ। रुट लाइनिङ भनेको चाहिँ जुन चाहिँ रोडको साइडमा हुन्छ त्यो पनि कम्प्लिटली डिप्लोइड छ। प्लस यसको रुटमा जति पनि बिल्डिङ्सहरु छ रुफटप त्यहाँ पनि डिप्लोयमेन्ट भएको छ। नाउ भेन्यूमा आइसकेर भेन्यूमा पनि सिमिलरली हामीले पुरै एसपीजहरुलाई सिनियर एसपी डिप्लोय गरेको छ। उहाँको अन्डरमा चाहिँ सेक्टर सब सेक्टर गरेको छ है। सो यहाँ पनि फुल डिप्लोयमेन्ट यो तरिकाले लागेको छ। यो चाहिँ भयो जुन चाहिँ मेन डिप्लोयमेन्टको लागि। नाउ कन्टिन्जेन्सी डिप्लोयमेन्ट पनि हामीले गर्नुपर्ने हुन्छ किनभने कथनकाल केही भइहाल्यो भने त्यो यसको लागि पनि कन्टिन्जेन्सी जुन चाहिँ हेलिप्याड छ त्यो बुर्तुक हेलिप्याड र पाक्योङ हेलिप्याड हो। सो त्यहाँ पुग्नु लागि जति पनि रोड छ पाल्जो स्टेडियमदेखि लिएर हस्पिटल डाँडा वाज्रा हुँदै बोझोघारी फाटक भएर जुन चाहिँ बुर्तुक हेलिप्याड छ त्यहाँ पनि हामीले कन्टिन्जेन्सी रुट लाइन लागेको छ है। सिमिलरली कार्केट अरू कार्केटको लागि यहाँदेखि लिएर गन्जुलामाद्वार हुँदै तल तादोङ रानीपुल हुँदै पाक्योङको लागि पनि कन्टिन्जेन्सी राखेको छ। सिमिलरली कन्टिन्जेन्सी रोड बाई रोड भयो भने चाहिँ रानीपुल सिङताम रम्फूको होल एरियामा चाहिँ हामीले जोनल सेक्टर र सब सेक्टर अफिसरलाई इन्चार्ज गरेर चाहिँ हामीले डिप्लोय गरेको छ। जो पनि यहाँ पब्लिकहरु आउनुहुन्छ हैन भेन्यूमा चाहिँ उहाँहरुको लागि चाहिँ पस्नु अगाडि एकदमै एएस चेक एन्टी सेबोटाज चेक भन्छ त्यो हुनेवाला छ। त्यसले गर्दाखेरि तपाईहरुले प्रोजेक्टाइल भनेको कुनै बोतल यस्तो फ्याक्नु सक्ने चीज ल्याउनु पाउँदैन। त्यो सबै सिज उतेमा नै हुन्छ हैन। तपाईले खाना कुराहरु ल्याउन सक्नुहुन्छ तर बेसी मात्रामा नल्याउनुस् किनभने प्रोग्राम हार्डली 2 घण्टाको है। यसको अलावा पानीको जुन चाहिँ अरेन्जमेन्ट छ ड्रिङ्किङ वाटरको ग्राउन्ड भित्र नै गरिएको छ। वाशरुमको प्रावधान हिल ग्यालेरीको साइड माथिपट्टि गरिएको छ है। सिमिलरली नर्दन ग्यालेरीको मुनि पनि छ। जुन चाहिँ वेस्टर्न ग्यालेरी जहाँ चाहिँ हाम्रो युजुअली 15 अगस्त 26 जनवरीमा भिआइपीहरु बस्नुहुन्छ त्यसको मुनिको चाहिँ कम्प्लिटली सिल्ड छ किनभने त्यो चाहिँ प्राइम मिनिस्टरको रुट त्यहाँबाट पर्नेवाला छ है। सो म यति भन्दै यो छोटो ब्रिफिङ जुन चाहिँ भोलिको लागि छ यही समाप्त गर्न चाहन्छु।